आज बिहानै केपी ओली र रमेश लेखक पक्राउ परेका छन्। यसले बजारमा एउटा सनसनी ल्याएको छ, समाचारका रूपमा सनसनी ल्याएको छ। यद्यपि यो विदेशीले चलाउने सत्ता र व्यवस्थामा यस्ता सनसनी धेरै पटक ल्याइन्छन्, सारमा कुनै पनि सनसनी पुग्दैनन्। यसको नतिजा पनि त्यही हुनेछ, यो सबैले बुझेको कुरा हो। म यहाँ जानुभन्दा अगाडि पहिले आज सन्दर्भ पनि उनी दुईजनाको गिरफ्तारीपछि यो बारबरा आयोगले जो छानबिन आयोग बनाएको थियो, आयोगले छानबिन आयोग बनेको थियो, त्यसले एउटा रिपोर्ट प्रकाशित गर्यो। पहिलो कुरो, त्यो रिपोर्ट जुन बेला बन्यो धेरै पहिले तयार भएको थियो, सार्वजनिक गरिएन। पहिले हामीले बुझ्नुपर्ने कुरा, त्यसले चुनाव पर्ख्यो, चुनावसम्म सार्वजनिक नगर्ने पहिलो कुरा। दोस्रो कुरा, चुनावको लगत्तै त्यसले रिपोर्ट तयार पार्यो र सुशीला कार्कीको सरकारलाई बुझायो, तर सुशीला कार्कीले त्यसलाई सार्वजनिक गरिनन्। किन भन्छ भने दुईटा घटना प्रष्ट देखिन्छ। जस्तो पहिले नै बनाइएको रिपोर्ट चुनावभन्दा अगाडि नदिनुको कारण चुनाव सम्पन्न गराउनु थियो, त्यहाँ धेरै मान्छे जिताउनु थियो। त्यो सबैलाई पहिले नै दागी बनाइदिइसकेपछि उनीहरूलाई चुनाव उठाउन सजिलो हुन्थेन, विवाद हुन्थ्यो। र सुशीला कार्कीले त्यो बुझेर पनि सार्वजनिक गरिनन्। कारण प्रष्ट छ, त्यो सार्वजनिक गरिएको भए अहिले मन्त्री बनाइएकाहरू धेरै बहसमा जान्थे, विवादमा जान्थे, मन्त्री बन्न सक्ने स्थिति थिएन। त्यसकारणले अनाधिकारिक रूपमा उनीहरूले रिपोर्ट चाहिँ सार्वजनिक लिक गरे, लिक चुहाए र घटना विवरण सबै आए, सिंहको प्रतिवेदन नै आयो र त्यो सरकारले नदिएर त्यो प्रतिवेदन आउन सम्भव थिएन। माने यो एउटा खेल हो, हामीले बुझ्ने यो एउटा खेल हो। जसरी यहाँका धेरै मुद्दाहरू हामी देख्छौँ, 20औं वर्षदेखि सङ्गीत मुद्दाहरू पेन्डिङमा छन्, ती मान्छेलाई प्रयोग गर्नको निम्ति मुद्दाहरू टुङ्ग्याइँदैन र मान्छेको प्रयोग सकियो भने बिस्तारै बिस्तारै कुनै मुद्दाहरू टुङ्ग्याइको जस्तो गरिन्छ र कसैलाई खारिज गरिन्छ, रद्द गरिन्छ। यो साम्राज्यवाद र त्यसका दलालहरूको एउटा प्रहसन हो। यो उपयोग गर्ने एउटा चाहिँ प्रहसन हो मान्छेहरूलाई। म अलिकति यो रिपोर्टमा जान्छु। जस्तो रिपोर्टको विशेषता के छ भन्छ भने खपतको निम्ति सर्वसाधारण मान्छेहरूलाई चित्त बुझाउन हामीले यसको पनि नाम लियौँ, त्यसको पनि नाम लियौँ, यहाँ पनि छोडेनौँ, त्यहाँ पनि छोडेनौँ, यो गर्नको निम्ति भद्रगोल मचाएको छ। माने सबैलाई छोएको छ, निष्कर्ष केही पनि छैन। माने निष्कर्ष अब त्यो सबै रिपोर्ट मान्छेले पढ्ने हो भने मान्छेले केही पनि बुझ्दैन। मान्छे कहाँ रुमल लिन्छ भन्छ भने कसैले यो चाहिँ दोषी हो भन्छ, कसैले त्यो दोषी हो भन्छ, कसैले हल्लो दोषी, कसैले फल्लो दोषी, कसैले त्यहाँ पुलिस पनि रहेछ भन्छ, कसैले सेना पनि रहेछ भन्छ, कसैले पार्टी पनि रहेछ भन्छ, कसैले घन्टीका मान्छे पनि रहेछन्, कसैले जेलर रहेछन्। आरोप प्रत्यारोपको पोको, ताकि त्यसको गुत्थी नसुल्झोस् र मान्छे विवादमा रुमल्यौँ र सार केही पनि ननिस्कियोस्। यसको चुरो कुरो सार केही पनि निस्कन नदिने। अब सबैलाई छोएको छ, तर उसले किटान गरेर कारबाही गर्नुपर्छ भनेका व्यक्ति 3टा मात्रै छन्, केपी ओली, रमेश लेखक र चाहिँ खापुङ, तत्कालीन प्रहरी प्रमुख खापुङ बाहेक कसैलाई पनि यसले किटान गरिएको थिएन, जो स्वाभाविक थियो, अपेक्षित थियो। किन आयोग त्यतिको निम्ति बनेको हो, अरू कुनै काम थिएन र जेको निम्ति बनाइएको हो त्यो अनुसार उसले गर्यो, आफ्नो धर्म निर्वाह गर्यो। उसलाई जुन म्यान्डेट दिएको थियो त्यो काम उसले गर्यो। म के समाचारमा जान्छु, यसको नाटक, यसको प्रहसन। जस्तो मिडियामा जति आए धेरै कुराहरूसँग म विस्तृतमा जाँदैन। मलाई के लाग्छ भन्छ भने यस्ता थाङ्ने कागज पढेर मान्छेको दिमाग कतैपनि पुग्दैन, कुनै निष्कर्ष निस्कदैन, त्यसको सारमा मात्रै जाने हो। मैले भने सुरुमै भने घटना विवरणमा जाने हो भने हामी आफै बौलाहा बन्छौँ। माने त्यसले यसरी घुमाइदिन्छ कि
त्यसले भन्न खोजेको कुरो के हो केही पनि निस्कदैन। त्यसकारण सारमा मात्रै जानुको निम्ति केही मैले प्रतिनिधिमूलक बाहिर समाचारहरूमा आएका केही कुराहरू मात्रै चाहिँ यहाँहरूलाई उल्लेख गर्छु र म विषयवस्तुतिर पस्छु। जस्तो ओली लेखक र खापुङमाथि ज्यान मुद्दामा अनुसन्धान हुनुपर्ने देखिन्छ, एउटा समस्या। अब तपाईँ यहाँ हेर्नुहोस्, ओली र लेखकलाई पक्राउ गरियो, खापुङलाई गरिएको छैन। यो चलाकी पनि बुझ्न सकिन्छ, किन अहिले प्रहरी प्रयोग गर्नुपर्ने छ, केही मान्छेका विरुद्ध प्रहरीहरू प्रयोग गर्नुपर्ने छ। प्रहरीहरू प्रयोग हुँदासम्म अथवा प्रहरीबाट असहयोग नहोस् भनेर खापुङलाई अहिले छोइएको छैन, यति प्रश्न बुझौँ। दोस्रो, जाँचबुझ आयोग समक्ष प्रधान सेनापति सिग्देलको विरोधाभासपूर्ण बयान। प्रधान सेनापतिलाई झन्नै त्यहाँ विवरण हेर्ने हो भने त्यहाँ भनेका पनि छन्, मिडियामा आएको कुरामाथि विश्वास गर्ने हो र त्यो प्रतिवेदन मैले सबै पढेको त छैन। प्रधान सेनापतिलाई पूर्व जानकारी थियो, यो विस्फोटक ढङ्गले यो चाहिँ जेन्जी आन्दोलन अगाडि जान्छ भन्ने कुरा पूर्व जानकारी थियो भन्ने कुराहरू मिडियामा आएका छन्। उनको नाम लिएको छ, उनलाई विरोधाभासपूर्ण हैन विपरीत नमिल्दा कुराहरू गरेको बयान दिएको कुरा गरिएको छ, तर उनमाथि कारबाहीको सिफारिस छैन। र सामान्य हामीले सेना पनि छोडेनौँ है भन्नको निम्ति सेनाका 4 जवानहरूलाई, 4 अधिकृत भनौँ न, उनलाई जिम्मेवार दिएको बताइएको छ। जस्तो सिंहदरबारमा कमान्डिङ गर्नेदेखि लिएर 4 जनालाई घटनामा जिम्मेवार रहेको बताइएको छ, तर कारबाही सिफारिस केही पनि छैन। अब तेस्रो, डिस्कर्डमा पेट्रोल बम निर्माण गर्ने छलफल भएको थियो। एउटा गोप्य सञ्जाल जो चाहिँ हमलाकारीहरूले प्रयोग गरेका थिए। यो डरलाग्दो र सङ्गीन आरोप हो, तर कारबाहीको कुरो कहीँ पनि छैन। पेट्रोल बम हान्ने छलफल त डिस्कर्डमा पहिले भएको रहेछ। अर्को कोणबाट हेर्ने हो भने तपाईँ भन्नुहोस्, यिनी विवरण हेर्ने हो भने जस्तो जेरललाई त्रासमा पारेर रविलाई छाड्न अज्ञात पत्रमा हस्ताक्षर गराइएको, भदौ 22 मै जेन्जी आन्दोलन व्यापक हुने जानकारी सेनालाई रहेको, आन्दोलनबारे गुप्तचर र सुरक्षा निकायले कुनै विश्लेषण गरेका थिएनन्, विरोधाभासपूर्ण छ। कहिल्यै सबै जानकारी थियो भनिन्छ कतै ठाउँमा, कतै यसको विश्लेषण गुप्तचर र सुरक्षा निकायले गरेकै थिएनन् भनेको छ। अनि चाहिँ सेनालाई यसको पूर्व जानकारी थियो, 22-21 गते नै जानकारी थियो अरे त्यसको रिपोर्ट अनुसार, तर उनले यसको सम्पूर्ण दोषी ओली लेखक र खापुङ हो भनिरहेका छन्। जसलाई पूर्व जानकारी थियो तिनका बारेमा केही भनिरहेका छैनन् अथवा कारबाहीको सिफारिस गरिरहेका छैनन्। यस्ता कुरा धेरै छन्। किन उही चोरको कथा हुन्छ नि एउटा, हैन, चोरको कथा, खुट्टो उचाल्ने कथा। अब त्यस्तै खपतको निम्ति, नेपालीहरूलाई मूर्ख बनाउनुको निम्ति हेर हामीलाई त चाहिँ एकपक्षीय ढङ्गको आयोग भन्दै सबैको नाम ल्याउ नि, त्यो छ, तर निष्कर्ष केही पनि छैन। निष्कर्ष आयोग बनाइएको सार्थकता देखाउनुको निम्ति 3 जना व्यक्तिमाथि कारबाही गर्ने प्रस्ताव गरिएको छ र अर्को सिडिओको बयान छ, घुँडा मुनि गोली चलाउने मौखिक आदेश दिएको थियो, त्यो भन्दा बढी केही पनि होइन। त अब यो पूर्व जानकारी दिनेहरू कसैलाई पनि कारबाहीको सिफारिस गरिएको छैन, पहिलो कुरा हामीले बुझ्नुपर्ने। अब यहाँ मैले अलिकति यो चलाकी के देख्छु यिनीहरूको भन्छ भने, जस्तो यो जो रिपोर्ट छ यसको एउटा निशाना सेनालाई विघटन गर्ने उद्देश्यमा केन्द्रित देख्छु मैले। जस्तो त्यो कहाँ केन्द्रित देख्छु भन्छ भने सेनालाई मुछ्यो। जस्तो सेनालाई पूर्व जानकारी थियो, अब यिनी कुराहरू त भोलि त उठ्छन्, कसैबाट मुद्दा पनि हालिएलान्,
बहसमा तब जानी भयो। सेनालाई जानकारी थियो, पूर्व जानकारी भनिसकेपछि 24 गतेदेखिको आगजनी सेनाले चाहेर भएको हो। सन्देश त्यो देखिन्छ रिपोर्टमा। सेनालाई सबै कुरो थाहा थियो भनेको छ। तर सेनाबाट जोगिनुको निम्ति प्रधान सेनापतिलाई उन्मुक्ति दिएको छ र सेना त्यसमा संलग्न भएको, पूर्व जानकारी भएको भन्दै 4 जनालाई त्यसमा मुछिएको छ। यसले के देखाउँछ भन्छ भने सेनाको अहिले कोपभाजन पनि नबन्ने, अहिले प्रधान सेनापतिलाई किटान गर्दा समस्या आउने, त्यसैले त्यसको कोपभाजन पनि नबन्ने, तर सेनाको संलग्नता देखाएर यसका विरुद्धको एउटा चाहिँ परिवेश तयार पार्दिने, अथवा सारता भन्ने हो भने यसको विघटनको एउटा पृष्ठभूमि बनाइदिने योजनामा चाहिँ त्यो रिपोर्ट बनाएको देखिन्छ। अब दोस्रो 23 गते केन्द्रित छ। 24 गतेदेखिका अपराधीहरूबारे यो बिल्कुल मौन छ। यसरी सामान्यीकरण गरेको छ 24, जबकि त्यो घटना मुख्य देश विरुद्धको घटना भनेको 24 गतेदेखि सुरु भयो। लुटपाट भए, हतियार लुटिए, जेल फोडिए, हैन, कैदीहरू भगाइए, हैन, टिओबी नामको चाहिँ तिब्बतीहरूको प्रदर्शन भयो, सारा चिजहरू भए। अब त्यसपछिका घटनालाई बिल्कुलै सामान्यीकरण गरेको छ, मानव केही पनि होइन, त्यो केही पनि होइन भन्ने हिसाबले सामान्यीकरण गरिएको छ। त्यसपछि जस्तो बारबरा चाहिँ फाउन्डेसनको वक्तव्य छ, त्यो उचालेको भाषा हेर्नु, साहसिक कदम भनेको छ। त्यो आगजनी तोडफोड तपाईँ अहिले पनि वक्तव्य हेर्न सक्नुहुन्छ उनको वेबसाइटमा। साहसिक कदम उक्साएको छ, त्यसबारे केही छैन। त्यसपछि दलाई लामाहरूका वक्तव्य, त्यो उनीहरूले गर्न मिल्ने हो कि होइन, उनले वक्तव्य दिएका थिए अबको सरकारले हाम्रा पहिले नभएका कामहरू गर्नेछ भन्नेमा आशावादी छौँ। उनका काम के हुन् उनले वक्तव्य दिन मिल्छ मिल्दैन, यसबारे केही पनि छैन। त्यसपछि ग्रे जोन भन्ने अमेरिकन म्यागजिनमा यो सारा रिपोर्ट आएको छ। अमेरिकाको आइएनजिओले सबै गराएको त्यो विवरणमा त्यो गराउनेहरूको रिपोर्ट चुहिएको छ। त्यो रिपोर्टमा सन् 2021 देखि नै ठुलो खर्च गरेर तालिमहरू दिएको, जेन्जी सेना बनाएकोदेखि लिएर सारा चिजहरू छन्। यत्रो मिडियामा आएको छ, छरपष्ट भएको छ, त्यसबारे मौन छ। त्यो गराउने को हो, त्यसबारे आयोगको रिपोर्ट बोल्दैन। अब त्यसपछि दुर्गा प्रसाईले पछाडि पनि धेरै भिडियो ल्याएका छन्। त्यहाँ चाहिँ आगलागी हेर्ने, सुन्ने अथवा उक्साउने धेरै चिज ल्याएछन्, त्यसबारे यो बोल्दैन। त्यसपछि सुशीलाहरूको टिम त्यो बेला बालेन सहितको भनी सारा मिडियामा आएको छ, सबै चर्चा भएको छ। इन्डियन दूतावास, अमेरिकन दूतावास थाएका आदेश लिन, निर्देशन लिन, सरकार बनाउन कसरी जाने, के गर्ने, त्यो बारे रिपोर्ट पुरै मौन छ, बोल्दैन। थाहा नभए जस्तो गर्छ अथवा त्यो होइनन् भनेर अस्वीकार गरे जस्तो गर्छ। त्यो मात्र होइन, 23 र 24 गते जुन जुन मुख्य घटना घटे, यस्ता आगलागीका घटनाहरू घटे, त्यो दिन राष्ट्रिय अनुसन्धानले आफ्ना अधिकृत तहका सबै मान्छेहरूलाई एउटा विदेशी पश्चिमा एनजिओहरूको आयोजना लगानीमा भएको एउटा कार्यक्रममा होटल येल्लो पैगोडामा 2 दिनसम्म थुनिएको छ। कार्यक्रमको भाग त्यसलाई फिल्डमा जानै दिएको छैन। सूचना सङ्कलन गर्नबाट रोक्नको निम्ति 2 दिन 23 र 24 गते जुन दिन नेपालमा त्यो घटना घट्यो त्यसबारे केही छैन, त्यसबारे उनीहरूलाई जिम्मेवार बनाइएको छैन। र त्यही येल्लो पैगोडा होटलको सबभन्दा माथिल्लो तलामा पानीका बोतलहरूमा रहस्यमय ढङ्गले त्यहाँ चाहिँ बोतल तयार पारेको छ र धेरैको आशंका छ
जो मादक पदार्थ उत्तेजित बनाउने मादक पदार्थहरू त्यही राखेको धेरैको आशंका छ। त्यो बारे यो बोल्दैन। त्यसपछि हतियार लुट्ने को हुन्, जेल फोर्ने को हुन्, यिनी राज्य विरुद्धको अपराध हुन् कि होइन? तिनी कसैमाथि कारबाहीको सिफारिस छैन। जेल फोड्ने, हतियार लुट्ने, बन्दीहरू भगाउने, कसैमाथि किटानी गरेर कारबाहीको सिफारिस गरिएको छैन। त्यसपछि 23 गतेको गोली, अहिले पनि त्यो गोली प्रहरीले पत्याएको भन्ने कसैले पनि विश्वास गर्दैन। यो दिपेनलाई हत्यारा भने जस्तै कथा हो। यो होला प्रहरीले चलाएको होला, तर विशुद्ध त्यो घुसपैठबाट चलाएको गोली हो। उही बेला विवादमा आथे त्यो गोली प्रहरीसँग छैन। त्यसबारे यो बोल्दैन। स्नाइपरहरूको कुरा आएको थियो, उनले खेती गोली चलाउनेहरू, त्यो बोल्दैन। आइसकेको मिडियामा आएको, बहसमा आएको गोलीबारे पनि यो बोल्दैन। त्यसपछि जो सिंहदरबार जलाउने, सर्वोच्च जलाउने, जहाँ जहाँ विवादास्पद कागजात छन्, मुद्दाहरू छन्, तिनी अफिस छानी छानी जलाउने, अथवा चाहिँ त्यही सिंहदरबारमा पनि उही बेला आयो। अग्नि नियन्त्रक उपकरण त्यहाँ थिए, जडान गरिएका हुन्छन्, ती सबै निष्क्रिय पारिएका छन् आगो निभाउन नदिनको निम्ति। अत्याधुनिक चाहिँ प्रज्वलनशील पदार्थहरू प्रयोग गरिएका छन्। त्यो सामान्य लाइटरले सल्काएर, कागज सल्काएर लाग्ने आगो होइन त्यो। यसबारे पूर्ण मौनता छ, के पनि छैन। अब यो ढङ्गको त्यसको रिपोर्ट छ। त रिपोर्टको सार के हो भन्छ भने नेपाललाई अर्को जटिलतामा फसाउने। पहिलो कुरा अर्को जटिलता सबैलाई उल्झाएको छ। सेना पनि उल्झाएको छ, सिडिओ पनि उल्झाएको छ, पार्टी पनि उल्झाएको छ, अर्को पनि उल्झाएको छ। एउटा जटिलतामा फसाउने, अर्को द्वन्द्वको वातावरण त बन्यो नै। ओली र लेखकलाई पक्राउ गरेर सर्लक्कै यिनीहरू अगाडि गइहाल्छन्, त्यो सम्भावना छैन। र त्यही द्वन्द्वभित्रै भित्री खेल अगाडि बढाउने अमेरिकन रणनीति देखिन्छ। बाहिर द्वन्द्व गराउने, अब जुधाउने, त्यसपछि मान्छे रुमल्लिन्छ, बाहिर रुमल्लिन्छ, भित्र उसले तय गरेका निर्णयहरू चाहिँ कानुनी प्रक्रियामा अगाडि बढाउने। एउटा आयोगको रिपोर्टको स्पिड त्यो देखिन्छ। दोस्रो, मैले सुरुमै भने सेना विघटन गर्ने यसको मूल उद्देश्य हो। र यो चुनावपछि मैले त पहिले पनि भनेको थिएँ, सेना फस्यो नै। आयोगको रिपोर्टले पनि फसाइदिएको छ। साँच्चीकै भन्ने हो भने त्यो आयोगको रिपोर्टलाई मान्ने हो भने यो 23-24 गते जे भयो त्यो सेनाले गरायो भन्ने अर्थ लाग्छ। उसले त्यो अर्थ दिन खोजिरहेको छ, किन सेनालाई पूर्व जानकारी थियो। र त्यहाँ समाचारमा आइरहेका छन् अशोक सिग्देल के अरे चाहिँ प्रधान सेनापति का बयानहरू एकदमै विरोधाभासपूर्ण छन्, अमिल्दा छन्। एउटा ठाउँ एउटा भनेको छ, अर्को ठाउँ अर्को कुरो गरेको छ, त्यसलाई काट्ने गरी। माने यसमा फसाएर पुरै अविश्वसनीय संस्था, अविश्वसनीय पात्रको रूपमा चित्रण गरेको देखिन्छ। त्यहाँ टार्गेट सेना छ र यो अमेरिकनहरूको जाने बुझेको रणनीति हो। किन भन्छ भने उनीहरूले जसलाई प्रयोग गर्छन् त्यसको गर्भबाट आफ्नो अर्को शक्ति निकाल्छन् र त्यो निस्क्यो भने पुरानोलाई जसलाई प्रयोग गर्छन् त्यसलाई उनले विघटन गरिदिन्छन्। उनको त्यो रणनीति हो। जस्तो अहिले पनि नेपालमा यदि त्यस्तो कुनै योजना अगाडि बढाउने तत्कालै उनको त्यस्तो चाहिँ सोच छ भनेपछि सेनाभित्र उनीहरूले विग्रह पार्छन् र सेनालाई भद्रगोलमा हाल्छन्। अब त्यो उनको निम्ति जरुरी छ। किन त्यही ग्रे जोनको रिपोर्टले पनि भन्छ कि IRI जो अमेरिकन ING नेटको चाहिँ तपाईँको एउटा विभाग हो, त्यसले जेनजी सेना समेत बनाएको छ। त्यो ग्रे जोनको रिपोर्ट हो। र त्यो रिपोर्ट चाहिँ जसले त्यो घटना घटायो नेपालमा
त्यसले तयार पारेको रिपोर्ट हो, चुहिएको रिपोर्ट हो। माने भदौमा हमला गर्ने हमलाकारीहरूले, त्यो योजना बनाउने लगानी गर्नेहरूले जेन्जी सेना पनि बनाएका छन्। टिओबी नाम गरेको दलाइ लामाको अर्को सेना छ, जो खुलेआम काठमाडौँमा मार्च पास गरिरहेको छ, मोटरसाइकल र्याली गरिरहेको छ, त्यो गर्न छुट पाएको छ। यस्ता धेरै होलान्, अरू पनि तयारी गरेका होलान्। त तिनलाई उठाएर अब मैले भने अब द्वन्द्व गराउने, त्यसपछि त्यही द्वन्द्वको बीचमा यिनी सबै शक्तिहरू प्रयोग गर्ने, हानमारमा प्रयोग गर्ने, हेर्दा कसैको प्रतिरोध गरेको, कसैलाई जवाब दिएको जस्तो देखिने, सारमा उनलाई चाहिँ तपाईको अभ्यासमा लैजाने, अब लड्ने अभ्यासमा लैजाने, यो कोणबाट सेनालाई छोएको देखिन्छ त्यहाँ। त्यसपछि अर्को मैले के देख्छु भन्छ भने, मैले सुरुमा भने पहिलो कुरो यो रिपोर्ट जहिले बन्यो त्यो बेला किन दिएन, दोस्रो कुरो दिइसकेपछि पनि मन्त्रीमण्डल बन्नुभन्दा अगाडि यो सार्वजनिक किन भएन। अब यो पनि बुझिन्छ, जस्तो दलहरूलाई गरे नि साम्राज्यवादीहरूले अपराध गराउने अनि त्यसपछि प्रयोग गर्ने, त्यही समात्ने प्रयोग गर्ने। जस्तो प्रचण्ड बाबुरामहरूलाई 10 वर्ष क्रूर अपराध गराए नेपाली विरुद्ध, काङ्ग्रेस एमाले गराए, अनि 63 सालपछि तिनलाई ल्याए, प्रयोग गर्न ल्याए। अब केही मुद्दा बाँकी राख्दै, जस्तो सेनामाथि, माओवादी, तत्कालीन माओवादीहरूमाथि केही मुद्दा अहिले पनि छन् युद्ध अपराधका नाममा, अहिलेसम्म टुङ्गिएका छैनन्। कल्पना गर्नुहोस्, 20 वर्ष भयो, यिनीहरू कथित शान्ति प्रक्रियामा आएको 20 वर्ष भयो, तर मुद्दा टुङ्गिएका छैनन्। किन? यिनलाई खेलाउने कज्याउने हतियार हुन्थे, कुनै मुद्दा होइनथे। अब त्यसपछि अहिले त्यस्तै के भयो भन्छ भने, लगे त्यो रिपोर्टले छोएका धेरै व्यक्तिहरू अहिले मन्त्री बनाइए, मान्य बनाइए। रिपोर्ट त्यसकारणले सार्वजनिक गरिएन, यिनलाई बनाउनु थियो। किन बनाउनु थियो भन्छ भने, पहिलो कुरा त अमेरिकनहरूबाट प्रशिक्षित, प्रयोग गर्नकै निम्ति उतारिएका, दोस्रो कुरो भदौका घटनाहरूमा मुछिएका अपराधी। यो दुईटा भइसकेपछि अब यिनलाई कज्याउन र प्रयोग गर्न एकदमै सजिलो भयो। नाम स्वास्थ्य आयोगमा ल्याइदियो अलिअलि, अब तर्सो त रह्यो, कुनै पनि बेला कारबाही हुन सक्छ। अब दायाँ बायाँ यताउति कोही गर्यो भने हालिदिन्छ, त्यहाँ कसैलाई मुद्दा लगाउँछ, हालिदिन्छ, त्यहाँ हालिदिन्छ। त्यसकारणले यो मान्छेलाई चाहिँ नियन्त्रण गरेर उपयोग गर्ने एउटा तरिका हो। त्यसको निम्ति आयोगको रिपोर्ट समयमा ल्याइएन। योभन्दा अगाडि पनि यो साम्राज्यवादीको प्र्याक्टिस हामीले देखेका थियौँ, 2 पटक हेरौँ। यसको राम्रो उदाहरण रविको नागरिकता छैन भन्ने थाहा हुँदाहुँदै उनले पार्टी गठन गर्ने दिए र त्यो दर्ताको निम्ति निर्वाचन आयोगमा अगाडि बढेपछि त्यहाँ मुद्दा पर्यो निर्वाचन आयोगमा। रविको नेपाली नागरिकता छैन, उनको नेतृत्वमा पार्टी बन्दैन। तर निर्वाचन आयोगले त्यो मुद्दा हेरेन। निर्वाचन आयोगले हेरेन, ध्यान दिनुहोस्। त्यसले फाइल सर्लक्क धकेलिदियो, पुलिसमा पठायो, पन्छियो। किन? हेर्ने बित्तिकै पार्टी दर्ता गर्न दिन मिल्दैन थियो, तर त्यहाँ गराउनु थियो। एउटा अमेरिकनबाट पार्टी दर्ता गराउनु थियो, त्यसकारण मुद्दा हेरेन। आदेश आएको थियो कर्मचारीहरूलाई, मालिकको, हाकिमको, अनि पुलिसमा पठायो, पुलिसले पनि हेरेन, घरमा लगेर चाहिँ थन्काइदियो। चुनाव भयो, 1.5-2 दर्जन जति उनीहरूले सिट जिते, गृहमन्त्री पनि भए, 2 पटक भए। पहिलो पटक गृहमन्त्री भइसकेपछि नागरिकताको मुद्दा फैसला भयो र रविले कुर्सी छोड्नु पर्यो। तर त्यो फैसला अगाडि गरिएन, किन? त्यो एउटा खेल थियो त्यो।
र अहिले पनि त्यही नागरिकतासँग जोडिएको पासपोर्ट जब नागरिकता थिएन भनेर निर्णय भइसक्यो उनले त्यही बेला मन्त्री छोड्नु पर्यो भने पासपोर्टको मुद्दा किन टुङ्गिएको छैन? किन त रविलाई कतिखेर त्यो हतियार उठाउने त्यो समय आउनै बाँकी छ अनि अहिले जस्तो जेलमा यसरी लखेट्न लगाइएको भन्छु मैले। त्यो ओली र काङ्ग्रेसले मात्रै होइन, अहिले रविलाई ठुलो पार्टी बनाइदिने अन्तर्राष्ट्रिय शक्ति पनि त्यहाँ लखेट्ने, किन त्यो त भट्काउने हो, माहौल बिगार्ने हो, दुश्मनी गराउने हो उसको खेल। रविलाई बारबारा सरकार प्रयोग गरेर तपाईको मुद्दा फिर्ता लिएर निकालियो वार्ताको निम्ति। त्यो वार्ता गराउन रवि सभापति हामीले जो देखिरहेका छौँ अहिले यो हुल यो जमात कुन छाता मुनि राख्ने त? अब नयाँ छाता त बन्दैन। त्यसको निम्ति रविलाई छोडियो र अहिले जो सरकारको स्वरूप देख्दै हुन्छ नि रविका मान्छेहरू साफ छन्, अहिले होला भागभण्डा पाएका छन्, तर अस्ति जेलबाट सहुलियत दिए जस्तो गरेर वार्तापछि हुलिएका आगन्तुकहरूले सरकार कब्जा गरे र मलाई लाग्छ भोलि कुनै दिन अब रवि लामिछाने दायाँ बायाँ जस्तो उनी दायाँ बायाँ केही गर्न सकिरहेका छैनन्। त्यो सबै बुझिन्छ। त्यो उनीहरूको मनले चित्तले पक्कै मानेको छैन, त्यो सबैलाई थाहा छ। यस्ता हावभाव धेरै बाहिर आएका छन्, कहिले बिरामी भएर पल्टिने, कहिले कार्यक्रममा नजाने, कहिले के नगर्ने, कहिले एउटाले अर्काको कार्यक्रम बहिष्कार गर्ने, यो सबै देखिँदै आएको छ। र यो मिसन अगाडि बढाउनुको निम्ति रविलाई फेरि जेल पठाइदिए भने अचम्म मान्नु पर्दैन। किन मैले भने नि अपराधीहरूलाई अपराध गर्न लगाउने र त्यही समातेर प्रयोग गर्ने जो पछिल्लो सरकार बनाउँदाको जो रणनीति, चुनाव गराउँदाको जो रणनीति देखियो, अब रवि मौन रहे, त्यहाँ अर्को पक्षले जे गर्दै गयो त्यो चुपचाप सहने अवस्थामा रहे भने यिनको मुद्दा लामो समय हेर्दैमा जान्छ। जस्तो न्यायाधीशले तालिम पाएका हुन्छन्, यो मुद्दा हेर्दैमा भनेर सक्दैन, निर्णय गर्ने भ्याइएन, हेर्दै समय गयो। हिजो अस्ति मात्रै भर्खरै पनि हेर्दैमा गयो, यो वर्षौं हेर्दैमा जान्छ। तर उनी दायाँ बायाँ गरे भने उनी जाग्छन्, अब यसमा कुनै शङ्का छैन। पार्टी उनको हातबाट गइसकेको छ नियन्त्रणको हिसाबले। यो खेल हो, यो सबै खेल हो। अहिलेका जो माननीय र मन्त्री बनाइएका छन् यिनीहरू पनि यस्तै लगाममा छन्, सबैलाई दागी बनाइदिएको छ। कारबाहीको सिफारिस कसैलाई छैन, कसैलाई हुने पनि छैन, किन यहाँ संविधान र कानुनले कारबाही गर्ने होइन। हिजो पनि शक्तिले टुङ्ग्याउँथ्यो, पावरले निर्णय गर्थ्यो कारबाही गर्ने कि नगर्ने दलको कालमा, अहिले पनि त्यही हो। त्यसकारणले अब यो गम्भीर चाहिँ अवस्थामा देश पुगेको छ एउटा कोणबाट, यहाँको आन्तरिक कोणबाट। म अलिकति ओलीहरूको गिरफ्तारी बारे केही कुरा राख्न चाहन्छु। मैले दुईटा पाटोबाट हेर्छु। उनीहरूले जे भोगिरहेका छन्, जस्तो आज गिरफ्तारी पनि जे भोगिरहेका छन्, अब त्यसका पछाडिको नियत त्यो न देशको पक्षमा छ न जनता पक्षमा छ। त अरू कसैको निम्ति यो सबै भइरहेको छ, यसमा प्रश्न हुनुपर्छ। यसको अर्को पाटो के हुन्छ भने उनीहरूले त्यही साम्राज्यवाद जसले आज यो तमासा देखाउन लगाइरहेको छ, त्यही साम्राज्यवादको आदेशमा निर्देशनमा उसकोलाई रिझाउनुको निम्ति हद पार गरेर उनले अपराध गरेका थिए र त्यो दण्ड हो। साम्राज्यवादले युज एन्ड थ्रो कसरी गर्छ भन्ने कुराको एउटा नमुना हो।
यिनले दलीय कालको कुरा गर्नुहुन्छ भने मैले केही कुरा भन्नु पर्दैन। देश हेरे पुग्छ, यहाँको मान्छे हेरे पुग्छ र यिनको कथित क्रान्तिले नेपाललाई सधैँभरि विदेशी एजेन्डामा रुम ल्याएर सिटाइदियो। कहिले जन्मको आधारको नागरिकता ऐन, कहिले चाहिँ पहिचानको नाममा चाहिँ साम्प्रदायिक द्वन्द्व भट्काउने विदेशी पैसा ल्याएर, कहिले होली वाइन सम्मेलन, कहिले चाहिँ तपाईको एसपीपी, कहिले एमसीसी। झन्नै झन्नै यिनको 63 सालपछिको अवधि विदेशी एजेन्डामा देशलाई घुमाउने र लुट्ने, किन उसको आशीर्वाद थियो, गर गर भनेको थियो। आफ्ना एजेन्डा अगाडि बढाउनुको निम्ति गर गर, जति सक्छौ लुट, जे गर्छौ गर हैन। यत्रो शक्ति छ, हाम्रो आठ भरोसा छ, तिम्रो यत्रो मत छ, कहिले के छ? दन्तहीनता। अनि अलिकति बदनामी भयो, केही घटनाहरू सार्वजनिक भए, बिचरा बबुराहरू बलिका बोका, कर्मचारी, तल्लो तहका पुलिस, सुन्तस गर्ने, सामान्य एउटा नासु तहको कर्मचारीलाई सुन्तसकार, प्रहरी, ड्युटीमा खरिएको प्रहरी जसलाई त्यो काम गर्न बाध्य बनाइन्छ, त्यो अपराधी दोषी, तर गर्ने अपराधीहरू कहिले पनि दण्डित भएनन्, कहिले पनि दण्डित भएनन्। 63 सालपछिको उनको लुट र डकैती हेर्ने हो भने यिनीहरूलाई कठै भन्ने ठाउँ छैन। यसमा नेपालीहरू प्रष्ट हुनुपर्छ। तर मात्रै यसको मैले उल्लेख गर्न खोजेको अर्को पाटो के हो भन्छ भने अमेरिकनहरूले, विशेष गरेर यसमा इन्डियन पनि छ, र पनि छ, र भित्र अत्यन्तै सक्रिय एमआई6 छ बेलायतको, ब्रिटिसहरू पनि यसमा छन् सबै यो योजनामा, अभियानमा। यसको पाटो के हो भन्छ भने मानौ 2-3 जना व्यक्ति भनौँ, अब खापुङ समेत पक्रियो भने 3 जना व्यक्तिहरूलाई पक्रेको जस्तो देखाएर बाँकी जम्मै अपराधीहरूलाई उन्मुक्ति दिने र देशलाई हिजोको भन्दा डरलाग्दो अवस्थामा हुल्ने। किन? यो लोकप्रियताको निम्ति, मैले भन्छु यो लोकप्रियताको निम्ति गरिँदैछ, ताकि आम मान्छेहरूलाई देख्यौ हामी आउने बित्तिकै गरिहाल्यौँ नि, हामी त यस्तो इच्छा शक्ति भएका मान्छे हो, हामी आउने बित्तिकै गरिहाल्यौँ। त्यसको निम्ति यस्ता 1-2टा फन्डा गर्ने, अनि चाहिँ एउटा मान्छेको सहानुभूति लिए जस्तो गरेर मान्छेलाई दिग्भ्रमित पारेर गर्नुपर्ने मिसन अर्को छ र अर्कैको छ। त्यहाँ अगाडि बढ्ने खेल अन्तर्गत यिनी गिरफ्तारीका घटना भइरहेका छन् र मलाई विश्वास छैन यिनले जतिसुकै गफ गरून्, तपाईँ हेर्दै जाउन्ला, भ्रष्टाचारी कसैलाई नछोड्ने भनेका छन् नि, ल भ्रष्टाचार गर्ने सबैलाई चाहिँ पक्रेर देखाउन् त। यो मूर्खहरू, सायद दिमागै नभएहरूको सोच हो यो। नेपालका भ्रष्टाचारी सबै यिनले कारबाही गर्छन् भन्ने कुरा यो दिमागले काम गर्न छोडिसकेका मान्छेहरूको यो तर्क हो। जस्तो अहिले मिडियामा देख्नुहुन्छ नि, टेक्टोनिक शिफ्ट, जर्ज सोरोसको पैसा खानेहरूको विश्लेषण लेख, टेक्टोनिक शिफ्ट, बालेन युगको उदय, युएसएड, नेट, जर्ज सोरोसका पैसा खाने मिडिया, तिनले पालेका विश्लेषक अतिरञ्जना। किन? उनले मूल मुद्दाबाट मान्छेको ध्यान भट्काएर चाहिँ दिमाग भुट्न खोजिरहेका छन्। नेपालको समस्या एउटा छ, तर यिनले कसरी त्यो समाचार, तपाईँ समाचार यिनका विश्लेषण पढ्नुहोस्, कालो चस्माको सन्देश यो हो, चस्माको सन्देश छ रे। अनि र्याप भन्ने गीतको मर्म नेपालीहरूले अब बुझ्नेवाला छ, त्यो ती गहिरो कति मार्मिक हुन्छ भन्ने कुरा नेपालीहरूले अब थाहा पाउनेछन्, आदि इत्यादि देखिराख्नु भएको छ। र यिनले हिजो दलहरूलाई पनि गरेका थिए, फेरि आज मात्रै होइन, किन यिनी भिखारी हुन्, मगन्ते, हात थाप्नेहरू, पेट पाल्नेहरू हुन्, त्यही विदेशीको चारोमा पेट पाल्नेहरू, कोही एनजिओ कर्मी, कोही कथित अनुसन्धानकर्ता, कोही कथित प्रोफेसर, कोही कथित सामाजिक अभियन्ता,
त्यसकारणले पेट जसले भरिदिएको छ त्यसको रणनीतिमा गीत गाउनु उनीहरूको धर्म हो, कर्तव्य हो। कांग्रेसलाई पनि यही गरेका थिए। प्रजातन्त्रको घाम झुल्क्यो यिनैले गरेका थिए, माओवादीले गरेका थिए। ओहो 10 वर्ष संसार हल्लाएको शक्ति, आमूल परिवर्तनकारी शक्ति, नेपालको काया पलट भयो, नेपाल अर्कै युगतिर अगाडि बढ्यो, यही भनेका थिए। अहिले पनि त्यही भनिरहेका छन्। त्यो भन्नु उनको धर्म हो, त्यो वाचन गर्नु उनको कर्तव्य हो, दिएको जिम्मा हो। तर नेपालले संकट जहाँ भोगिरहेको छ यो सघन हुनेछ, यो गहिरो हुनेछ, यो समाधान हुने छैन। नेपाली कहाँ बरालिनु हुन्न भन्छ भने पहिलो कुरो त ओली र लेखकलाई अथवा एकाध जो पार्टीको नेतृत्व गर्थे तिनलाई मात्रै समातेर भ्रष्टाचारमाथि कारबाही हुँदैन। मैले बारम्बार भनेको छु, अथाह देश लुट्नेहरू कहाँ छैन। सेनाका जर्नेलहरूको घर हेर्नुहोस्, सम्पत्ति हेर्नुहोस्, पहिले त्यहाँ हेर्नुहोस्, यिनको सम्पत्ति हेर्नुहोस्, अरब अरबको सम्पत्ति छ। पुलिस त्यस्तै, पार्टी त्यस्तै, कर्मचारी त्यस्तै, तलैसम्म। खरदार बैदारका त तपाईँको 8-10 करोडका चाहिँ दरबार छन् भनेपछि माथिका कर्मचारीका छोड्नुहोस्। न्यायाधीश त्यस्तै, खुलेआम हाकी। अब न्यायाधीश डराउँदैन, पार्टी जस्तो भइसक्यो न्यायाधीश। सिधै कुनै मुद्दा गयो भने पहिले चाहिँ तपाईँको लेनदेन, ल तेरो मुद्दा मेरो बेन्चमा आयो, कति दिन्छस्। न्यायाधीश, वकिलले त्यो बिचौलियाको काम गर्ने, वकिल त्यस्तै। अरू छोडिदिनुहोस्, जो मान्छेको दिमाग भुट्ने जिम्मा पाएको मिडिया, दिमाग भुट्ने सर्वसाधारण लाटागाँडाको दिमाग भुट्ने जिम्मा पाएको मिडिया, इनका समाचार, इनका अतिरञ्जना बेला बखत जुन बेला खुवाउनेले आदेश दिन्छ, यिनी लेख्नेहरूका काठमाडौँमा दरबार हेर्नुहोस्, पत्रकारले जागिर हुन्छ 20-30 हजारको, अथवा प्रधान सम्पादक रहेछ भने कसैको 1.5-2 लाखै होला। तर काठमाडौँमा करोडौँका दरबार घडेरी, यिनी भ्रष्टाचारको दायरामा पर्दैनन्। अहिलेको टेक्टोनिक शिफ्ट पछि बनेको सरकारमा पनि यिनी भ्रष्टाचारको दायरामा पर्दैनन्, किनभने यो खेल हो, यो साम्राज्यवादको खेल हो। र साम्राज्यवादले समय परिस्थिति र त्यो बेलाको आवश्यकता अनुसार प्यादाहरू जागिरमा नियुक्त गर्ने गर्छ। कुन परिस्थितिमा के आवश्यक छ। पञ्चायत कालमा पञ्चायतका विरुद्धमा एउटा मानसिकता थियो, मनोविज्ञान थियो, त्यसको निम्ति दलको विज्ञापन गर्नु पर्यो, दलीयता। पञ्चायत निर्दलीयता भयो, त्यसको विरुद्धमा दलीयता, त्यही खेल्न सकिन्छ। अनि दलीयताभित्र अर्को समय आयो युद्ध क्रान्ति, किन दलीयताले केही पनि दिएन, उत्पीडित वर्गलाई, गरिबलाई केही पनि दिएन, शिक्षा स्वास्थ्य बरु भएको पनि बेच्दियो। अनि त्यसपछि के चाहियो त त्यहाँ त, अब क्रान्ति, मुक्ति, वर्गमुक्ति चाहियो। उठाइदियो माओवादी। त्यो बेलाको मान्छेको मनोविज्ञान अनुसार ऊ खेल्यो। अनि माओवादीलाई ठाउँमा ल्यायो, त्यसपछि खेल्यो। जनसङ्ख्या हेर्यो उसले, पहिचान, समाज भिडाउने, अनि चाहिँ परिवार बाँट्ने, आइमाई उचाल्ने, गिजोल्ने, सबै खेल खेल्यो एकचर। अनि साम्राज्यवाद पनि विश्वमा नाङ्गिँदै गयो। एजेन्डा पनि त सधैँ काम लाग्दैनन्, एक्सपोज हुन्छ। अनि त्यसपछि आयो उमेर समूहमा जेनजी, र यो समय र समयको माग अनुसार, त्यस बेलाको मान्छेको मनोविज्ञान अनुसार उसले चाहिँ प्यादाहरू बदल्छ, जागिर बदलिदिन्छ। कसैलाई निष्कासनै गरिदिन्छ, जस्तो अहिले दलहरूलाई गरी, कसैलाई सरुवा गर्छ। सरुवा कसरी गर्छ? अहिले घन्टी जो पार्टी देखिराख्नु भएको छ नि, कमसे कम हिजो पार्टी समूह बनाएका दर्जनौं ठाउँका मान्छेहरू छन्। एक जमाना यस्तो थियो नि, मिडियामा प्रचारमा
विवेकशील नेपाली ओहो यस्तो नैतिकता भएको, यस्तो युवाहरूको ऊर्जावान सपना भएको, चिन्तन भएको काम गरेन त्यसले। नगरेपछि ड्युटी परिवर्तन, जाऊ भाइ घन्टी मुनि जाऊ, अब तिमीले सक्दैनौ घन्टी मुनि जाऊ। त्यही अमेरिकाले फन्डिङ गरेको विवेकशीलका मान्छेहरू सबै अहिले घन्टीका थिङ्क ट्याङ्क पर्दा पछाडिबाट काम गरिरहेका। समितिका सोरी पठाइदियो, गगन थापाका केही मान्छे पनि पठाइदियो, विवेकशील पनि पठाइदियो, साझाका पनि पठाइदियो, अन्यत्रका पनि पठाइदियो। उसको त्यो एउटा प्रयोग हो, एउटा खेल हो। र यो नेपालमा साह्रै कुरूप भद्दा घिनलाग्दो किसिमले अगाडि बढेको छ। नेपाली आशावादी नहोस्, यो भ्रम हो। यद्यपि मैले यसो भनिरहँदा केही अबुझहरू र केही निर्देशित, धेरै सुनिर्देशित बनी बनाउ प्रायोजित केही पात्र बकवास गर्छन्। यसले आरोप मात्रै लगाउँछ, यसले षड्यन्त्रका कुरा मात्रै गर्छ, सिद्धान्तमा विश्वास गर्छ। तर सबै त्यही हो, जे हुँदै आएको थियो र जे भइरहेको छ, हामीले जे भनेका छौँ त्यही अनुसार भएको छ र भोलि हुने पनि त्यही हो। त्यसकारणले यो यिनको अन्तिम कोसिस भद्दा प्रहसन किन अन्तिम हुन्छ भने उनीहरूले साम्राज्यवादीले आफ्नो किताभित्रै हानमार गराइरहेको छ। अहिले त्यो त्यसभित्र आएको सङ्कटको स्तर हो, त्यो हामीले त्यो बुझ्नुपर्छ। वैश्विक स्तरमा र त्यसको असरको रूपमा नेपालमा पनि साम्राज्यवादीहरूका अगाडि यत्रो सङ्कट आएको छ कि अब यसलाई चिर्नको निम्ति त्यसले आफ्नै किताभित्र हानमान गराउन बाध्य भइरहेछ। नौनी निकाल्न, दहीबाट नौनी निकाल्न हानमारै गराउनु पर्ने स्थिति आयो। त्यो सङ्कट कति गहिरो हुँदै गयो भन्ने कुराको सङ्केत हो। र मैले बारम्बार भनेको छ, जस्तो घन्टीभित्र पनि 2-3 ग्याङ बनिसकेका छन्। तपाईँहरूले सङ्केत सबै देख्नु भएको छ, सरकारमा अनुहार सबै देख्नुभयो। जोर जबरजस्ती, अनि जबरजस्ती भने अब जबरजस्ती किन सफल भइरहेछ भन्छ भने रविलाई ठाउँ ठाउँमा फसाइसकेका छन्। अब उनी बोल्न सक्ने स्थिति त्यस्तो मलाई लाग्दैन। अब बिस्तारै बिस्तारै अलिकति बिघर्नेतिर लैजाने, यताउति गर्ने। त्यो बेला त्योभन्दा अगाडि जति काम गर्न सकिन्छ गर्ने। उनका अभिष्ट अर्कै छन्, त्यो अभिष्टको निम्ति जोत्ने हो अरे। जस्तो खापुङलाई पक्राउ गरेको छैन, सँगसँगै गर्नुपर्यो। खापुङलाई पक्राउ गरेको छैन किन पुलिसलाई केही समय प्रयोग गर्नुपर्ने होला दलहरूका विरुद्ध। त्यस्तै गरी रविलाई केही समय प्रयोग गर्नुपर्ने छ, केही समय चल्ला। त्यसपछि साम्राज्यवादले यिनलाई पनि सग्लो रहन दिँदैन, किन सग्लो एक ढिक्का भयो भने त्यो भोलि समस्या बन्न सक्छ, उसले त्यो बुझ्छ। त्यस कारणले अब त्यही भित्र अन्तर्विरोध, असन्तुष्टि मात्र हेर्ने कि दल अथवा चाहिँ त्यही घन्टीका वरिपरिका विभिन्न ग्याङहरूको बीचमा भद्रगोल अबको विशेषता हो। र अब जे हुन्छ नेपालमा, जे हुन्छ भने मेरो भाषामा यसको सम्पूर्ण जिम्मेदारी अब सेनाकै टाउकोमा आउँछ। अब नेपालीले अर्को कुनै संस्था हेर्ने छैनन्। अब किन त्यही बारबार आएको रिपोर्टको सार पक्रने हो भने भदौको घटना सेनाले गराएको हो, त्यो रिपोर्टको सार। किन सेनालाई पूर्व जानकारी थियो, सबै कुरो थाहा थियो। र ऊ बेला पनि मिडियाले छानेका थिए। जस्तो तपाईँहरूलाई अहिलेको गृहमन्त्री धेरैले आश्चर्य व्यक्त गरेका छन्। मैले के आश्चर्य मान्दैन। व्यवस्था जसको हो, आन्दोलन जसले गराउँछ उसैले सबै निर्धारण गर्यो, मान्छे उसैले तोक्ने हो। बारबार सरकारमा पनि त मन्त्रीहरू 80% अमेरिकन स्वीकृतिका हुनुपर्छ भन्ने थियो। सबै अमेरिकनहरूबाट बाहिर आएको कुरा हो। त अर्को मन्त्री किन भन्ने? अहिले एउटा मिसन छ यहाँ योग्य र अयोग्यको कुरा छैन, मिसन छ। त्यो मिसनमा काम गर्ने प्रतिबद्ध गरेर मान्छे चाहियो, अरू किन भन्ने? त्यसैले यिनी सबै नाटक हुन्। यहाँ आश्चर्य मान्नुपर्ने कुरा पनि छैन, यहाँ कुनै ठुलो आशा गर्नुपर्ने कारण पनि छैन। अर्को के पनि छैन भन्छ भने भ्रष्टाचार विरुद्ध यहाँ ठुलो अभियान चल्ला। मैले पहिले भने यो मगज बिग्रेको मान्छेले सोच्ने कुरा हो। यस्तै किन पार्टीहरूले अति सताएका थिए, सामान्य मान्छेले बुझ्दैन, धेरै ठुलो कुरो बुझ्दैन, भित्रका कुरा ध्यान पनि दिन्न।
सत्तामा जो रहेर उद्दण्डता मचाएको हुन्छ त्यसका विरुद्धमा केही गरिदिएपछि मान्छे खुसी हुन्छ, उसको त्यही मनोविज्ञान प्रयोग गर्ने हो केही दिन र मुद्दामा अल्छ भने अब मुद्दा चल्ला, अब यिनका मुद्दाका विरुद्धमा अर्को मुद्दा चल्ला हैन, यो खेलका रूपमा जान्छ। अब र केपी ओलीलाई जो भ्रष्टाचार भन्छन् नि, भ्रष्टाचार हुन त अहिले 23 गतिको आरोपमा गरेका छन्, जो भ्रष्टाचार भन्छन् नि त्यो पनि सब छुट हो। त्यो जस्तो गृहबन्धु भन्छन् अथवा चाहिँ तपाईको एटी भन्छन्, ओम्नी भन्छन्, प्रचण्डका भन्छन्, त्यो भन्छ नि, यिनमा मुद्दा चलायो भने अहिले जो सरकारको वरिपरि छ नि यिनी पनि फस्छन्, किन ग्याङ एउटै हो, लुट्ने ग्याङ एउटै हो। र जो लुटेराहरूले हिजो यिनै पार्टीको वरिपरि ल्याएर ठुल्ठुला अरबौं खरबौंका घोटालाहरू हैन एनसेल लेखेर तिनी सबै मान्छेहरू यही सरकारकै वरिपरि छन्, यसलाई कहाँ ढाल्ने बसेका छन्, यिनी कोही पनि बाँकी रहन। त्यसकारणले भ्रष्टाचार नियन्त्रण हुन्छ भन्ने कुरा मगज खुस्किएको मान्छेले गर्ने कुरा हो नेपालमा। विदेशीले त्यो हुन दिँदैन। यहाँ सुशासन कायम भयो, विकास भयो भने खेल्ने कहाँ? नेपालीहरू चाहिँ खुसी भए, सन्तुष्ट भए, सबै देश फर्किए भने ऊ खेल्ने कहाँ? ऊ खेल्ने त भद्रकोलमा हो, समस्या हो, गरिबीमा खेल्ने हो, अराजकतामा खेल्ने हो, अपराधीलाई जोगाएर उनलाई समातेर खेल्ने हो, नत्र खेल उसको जाँदैन। त्यसैले यस्ता घटनाहरूलाई अलिकति यथार्थपरक कोणबाट हेर्नुपर्छ र सबै कोणबाट हेर्नुपर्छ। यसका हुनुपर्ने पाटाहरू हो, जस्तो ओली लेखक मात्र होइन, यिनी लगभग सबै क्षेत्रका यिनी सबै जाकिनुपर्छ, थुनिनुपर्छ, दण्डित हुनुपर्छ, असुल हुनुपर्छ। त्यो आफ्नो ठाउँ छ। तिनी मात्रै होइन, अर्को जसले सरकार चलाइरहेका छन् यिनी पनि हुनुपर्छ। त्यसको कारणले एउटाको कुरा मात्रै गरेर हुँदैन। र अचम्म लाग्दो कुरा के छ भने यो गिरफ्तारीमा जुन व्यक्तिहरू भदौको त्यो अपराधमा मुछिएका छन् उनीहरूलाई कारबाहीको सिफारिस छैन, र जुन व्यक्तिहरू 23 गतेको घटनामा आफ्नो असंलग्नता देखाइरहेका छन्, सिडिओदेखि ओलीहरूसम्म, र बारबरा आयोगले उनको संलग्नता छ भनी पुष्टि गर्न पनि सकेको छैन, उनीहरूमाथि ज्यान मुद्दाको माग गरिएको छ। त्यो त ज्यान मुद्दा त प्रत्यक्ष संलग्नता हुनु पर्यो, नैतिक रूपमा उनीहरू जिम्मेवार छन् सत्तामा भएपछि। तर त्यो नैतिक रूपमा जिम्मेवार मान्छे मृत्यु अथवा ज्यान मुद्दाको चाहिँ भागीदार हुन्छ कि हुँदैन? अथवा अर्को कोणबाट हेरौं, यसरी चाहिँ भाडभेटी जलाएर भित्रै मान्छे मारिदिने, पुलिसका हतियार लुट्दिने, जेल तोड्ने, जेलबाट आफूलाई निकाल्नको निम्ति जेलरलाई चाहिँ तपाईको धाक धम्की दबाब दिने, यिनी मान्छेहरू चाहिँ ज्यान सरह चाहिँ कसुर गरेको मान्छे हुन्छन् कि हुँदैन? त्यसकारणले आयोगको रिपोर्टको कुनै तुक छैन। त्यो एउटा रणनीतिक योजना हो, बनाउनेले जेको निम्ति बनाएको थियो त्यही लेखाएको छ, र मलाई लाग्छ धेरै कुराहरू बाहिरबाट लेखिएको छ। त्यो भाषा सासा मिलाउनु पनि यति लामो समय लिएको थियो। त्यसैले अब नेपालमा जे लक्षण देखिँदैछ त्यो गम्भीर छ, हामीले बुझ्ने यति हो। सारमा पर्दा पछाडि ठुलै खेल अगाडि बढ्दैछ, र त्यसलाई चाहिँ बाहिर आउन नदिन, बाहिर मान्छेलाई चाहिँ घुमाउन यस्ता अभिनय धेरै हुन्छन्। तर जे अभिनय हुन्छन् तिनको सारभित्र त्यस्तो हुँदैन, त्यसले कुनै ठूलो रोल खेल्छ त्यस्तो मलाई लाग्दैन। यी समग्र घटनाहरूलाई हामीले आफ्नो राष्ट्रिय संकट र यसको निकासकै कोणबाट बुझ्नुपर्छ भन्ने चाहिँ